नमस्ते, वेलकम टु आवर साकुरा रेजी पस सिस्टम। आज चाहिँ म तपाईँहरूलाई हाम्रो साकुरा रेजी कसरी युज गर्ने भनेर देखाउन जाँदैछु। फर्स्टमा चाहिँ डिभाइसबाट स्टार्ट गरौँ। यो चाहिँ रेजी भयो अनि यतापट्टि चाहिँ हाम्रो प्रिन्टर छ अनि यो चाहिँ क्यास ड्रायर, क्युआर बारकोड स्क्यानर पनि भयो अनि यतापट्टि चाहिँ हाम्रो कस्टमर डिस्प्ले छ। अब चाहिँ यसलाई कसरी युज गर्ने भनेर देखाउन जाँदैछु। रेजी लगइन गर्नलाई फर्स्टमा आफ्नो आइडी पासवर्ड राखेर यसरी लगइन गर्न सकिन्छ। यसरी लगइन गरिसकेपछि हामीसँग अब पसलमा रहेको डाटाहरू डाउनलोड हुन्छ। यसरी डाउनलोड डाटा कम्प्लिट भइसकेपछि हजुर अकाउन्टिङमा जान सक्नुहुन्छ। अकाउन्टिङमा जानको लागि अकाउन्टिङमा क्लिक गर्ने एन्ड देन तपाईँलाई कुन गुड स्क्यान गर्नको लागि चाहिँ हामीले यो स्याम्पल प्रडक्टहरू यसरी युज गरेका छौँ। स्क्यानको लागि चाहिँ फर्स्टमा हामीले यसरी स्क्यान गरिसकेपछि उक्त प्रडक्ट चाहिँ यहाँ चढ्छ रेजीमा। देन अनदर वान यसरी रेजीमा चढ्छ। यसरी अकाउन्टिङमा चढिसकेपछि हजुरहरूले अर्डर कन्फर्म गर्न सक्नुहुन्छ। अर्डर कन्फर्म गरिसकेपछि लेफ्ट साइडमा चाहिँ तपाईँले अर्डर डिटेल देख्न सक्नुहुन्छ भने अपपट्टि चाहिँ टोटल अमाउन्ट यसरी देख्न सक्नुहुन्छ। अनि कस्टमर डिस्प्लेमा पनि तपाईँहरूले यसरी डिटेल देख्न सक्नुहुन्छ। अकाउन्टिङको लागि चाहिँ आफूले कुन पेमेन्ट टाइप युज गर्नुहुन्छ कस्टमरले त्यो युज गरेर हामीले अकाउन्टिङ गर्न सक्छौँ। अहिलेलाई चाहिँ क्यास मैले युज गरेँ। क्यास युज गर्ने भइसकेपछि यसरी म्यानुअल क्यास हाल्नु पर्यो। यसरी प्राइस एड गरेर हामीले अकाउन्टिङ कम्प्लिट गर्छौँ। कम्प्लिट गरिसकेपछि क्यास ड्रायर चाहिँ यसरी खुल्छ। कस्टमर डिस्प्लेमा चाहिँ हजुरले यसरी देख्न सक्नुहुन्छ। अब चाहिँ कस्टमरलाई आवश्यक परे अनुसारको रिसिप्ट हामीले यसरी झिक्न सक्छौँ। नर्मल रिसिप्ट र सिलिङ स्ट्याम्प वाला। अब अहिले चाहिँ नर्मल रिसिप्ट मैले चुज गर्न जाँदैछु। प्रिन्ट रिसिप्ट गर्दा चाहिँ हाम्रो यहाँ प्रिन्टमा चाहिँ रिसिप्ट आउँछ। हजुरहरूले देख्न सक्नुहुन्छ कम्प्लिट रिसिप्ट। So this is our complete user manual. Thank you for watching. Bye.